Hi guys, that's my first vlog and the vlog start with my picnic journey. म चाहिँ अलिक कमेडी भएर हिँड्दैछु होइन सब रेडी भएर यताउता गर्दाखेरि हल्का खुसी हुन्छ म चाहिँ हामी जाँदैछौँ पिकनिक कहाँ गएर जस्टिनकोट या सिभिन कलेज म चाहिँ अहिले बिहान बिहानै 5 बजे उठेर यताउता रेडी भएर कलेज हिँडेको कलेजमा भेटौँ ल अब ओके अब कलेजमा पुगिसकेँ अगाडि चाहिँ मेरो कलेज छ अस्पताल अगाडि आइसकेँ कलेजमा यताउता केटाहरू आइसक्यो कि आएन होला अहिले त मै हो क्या धेरै छिटो आउने र आएर चाहिँ बाहिर 1-2 जना आइसक्यौँ ल कलेज आइपुगेँ सर्सिङ पौवा बड़े चौरको सानो इलाम ल ल अहिलेको गीत गाइरहेको ल देखा एक ख्वाब तो ये सिलसिले हुए दूर तक निगाहों में गुल खिले हुए यस्तो गायककार ये गिला है आपकी निगाहों से फूल मस्त यहाँ चाहिँ हाम्रो बस होइन अब हामी चाहिँ यसो क्या केटाहरू गएर बसिसकेको छन् होइन ओ ल पेन छ होला मात्रै छ म चाहिँ हल्का पढन्दास मान्छे होइन पेन्सन बोकेर हिँड्ने मान्छे म यो होइन लास्टमा आयो केटा रमाइलो हान्ने केटा बुझ्यो नि भवालो केटा हाने हानु है राम 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 जय श्री राम ओए हसीमा खादै नाच्यो छाउनीमा हाम्रो पनि आउँछ कि नम्बर लाउन माया लाउनीमा ओ केटा रमाइलो रमाइलो काने प्रेमसित जाने कि नजाने रमाइलो क्यामेरामा फोटो खिचिरहनु Dancing bawah. Dancing bawah. Sir. Oh dai. Oh dai. Aso डाँडा कट्न लागिसक्यो होइन अब मान्छे राखिसक्यो रमाइलो यस्तो रमाइलो भइरहेको केटा हेर सुसु लागेर सुसुला भनेर हतारे
मुत्ने ठाउँ होइन त्यहाँ बाटोमा मुत्न पाइन्न है त्यहाँ केटा हामी मुत्न हिँडेको है मुत्न रमाइलो छ केटा हो कहाँ छैन हामी चाहिँ अब आउनु कति लाग्ला पुग्न कति लाग्ला अझै अझै लाग्ला नि 2 घन्टा 2 घन्टा त लाग्दैन होला अब त अब 1-1.5 मा त पुग्यो अब केटा आऊ यही यो ठाउँ भनेको सब कार्यक्रम सकेर हिँड्ने बेला भइसक्यो यताबाट हाम्रो कार्यक्रम सक्यो केटाहरूको मूत्र विसर्जन सब भइसक्यो अब चाहिँ हामी सफरमा अगाडि लाग्दैछौँ अब मूत्र विसर्जन सक्यो होइन ल खलासी यही मान्छे हो यही हो खलासी भन्ने ल यही हो हाम्रो ग्याङ यो हाने केटा हाने ल रिसोर्टमा खानालाई होइन हामी घुम्नुभन्दा धेरै खाने मान्छे छौँ यहाँ मजाले पेट दबाल्ने अब पेट दबाएर खाने पेटमा दबाएर ल खाजा कुपन आइसक्यो क्या अब खाना आउने हो सुरुमा नखाइकन पेट पूजा नगरिकन केही गर्न सकिन्न हो कि दाइ भन्नुहोस् त पेट पूजा गर्नु पर्यो नि मोबाइल त त्यहीँ छोडेर आइछु यार ल रमाइलो जर्सिङ बाबुवाला आको छौ हेर्नलाई माया पिरिम सबजना बेर्न घमाइलो घरमा भन्दा भोटे चौ रमाइलो माछीले खाने जाने कि नजाने माछीले खाने सुरु गरौँ चोटी नचाइदेऊ आको कम्मर 3 ठाउँमा बसिदेऊ मादल चढा यता केटाहरू गिटार चलिरहेको ल गीत गाइदेऊ ल भाइ ल भाइ यार तिम्रो गीत राम्रो छैन यार हामी फोडिसियो सुसन्दर लोग रहते ऐसे सुसन्दर लोग केटाहरू यहाँ खानु भने रात्रि भयो खाना खानै पर्यो खाजा खानै पर्यो होइन म पनि आइदिएको केटाहरू उहाँ पछाडि अगाडि बसेर आए
म त अगाडि गएर घुस्दिनु पर्छ क्या यार म त गइदिन्छु अगाडि म त अगाडि गइदिन्छु परीक्षित अरुण र न्यारिकालाई न्यारिकासँग सम्पर्क कता हो कता हो म यहाँ हो यहाँ म ल म आइसकेँ रेडियोमा हामी चाहिँ अब लाइन अगाडि बढिसक्यो होइन कहिले आउला पालो भइसक्यो मलाई यहाँ खाना बारे कस्तो ए यहाँ भोक लागिसक्यो बिहान सधैँ नाच्ने बानी लाग्यो अहिले कति बज्यो 9 बजी लाग्यो 8 बज्यो 8:30 भयो अनि के खाएन नाच्दा टाइम त भइसक्यो मेरो हेभन हिल रिसोर्टमा आएको छौँ हामी चाहिँ होइन वेयर हेभन मिट सेल गरेर ल सही हो अगाडि चाहिँ रमाइलो गऱ्यो यता नि रमाइलो गरौँ न सर नाचिन्छ ल वनभोजमा खाजा खानुपर्छ अब हामीले वनभोजमा खाजा खानुपर्छ खाएपछि सानो इलाम जानुपर्छ लाडु पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले फुलेको फुल छ रे देख्न मात्रै पाए मन फुल्छ रे सल्लाडु पहिले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले बोल्दा मेरो मुटु जब बोल्दा तिमीहरूसँग हावा राखिएर भावना यो बुझिदेऊ न कस्तो यो उल्झना सताउन खोजेको होइन बचाउन खोजेको हो मैले हाम्रो सम्बन्ध सताउन खोजेको होइन बचाउन खोजेको हो मैले हाम्रो सम्बन्ध तिमीले जानेर बोलाउन खोजेको आफ्नै ठानेर तिम्रो माया हे मेरो सानो छ मलाई भन त मेरो माया साथीहरू कुदो है कुदो कुदो छिटो होइन कि यार छिटो गएर फोटो खिच्न पर्छ यार मलाई त बानी लगाएर हिँड्ने दिने है दौड केटा एभरेस्ट टी फ्याक्ट्री अरे ओ यहाँ चिया फ्याक्ट्री रहेछ खानेकुरा नलैजाऊँ भयो थकै लगाइसक्यो गाइज मासतिर बाइक ल्याउनु पाइँदैन मासतिर बाइक ल्याउनु पाइँदैन लाइनमै म पनि छु यहाँ मासतिर बाइक ल्याउनु पाइँदैन हो थके चाहिँ मजाले लाग्यो है यता भ्लगमा देखाइदियो अरे ओ माई गड उसो के थके लाग्यो त के हो बेकारमा दौडेछु यार खुब दौड्ने भएको हाम्रो कालु दाई भागिन् त हौ कालु दाई त चिया बगान भने जङ्गलको बिचमा नि सिसी क्यामेरा राखेर जङ्गल लिएर आएछन् हामीलाई चिया बगान गन्तव्यमा पुगन गन्तव्य पुग्ने छ नि तिमी यसमा आएको सास बढिरहेको
त्यस्तो गाडीमा त्यस्तो देखाउनु ओइ नाच्नु नाच ओइ विवेक अगाडि नाच्दैन अनि भोलि खिर जाने भन्छ नि सर ए ल डान्स आनौँ अगाडि चाहिँ नाचिरहनु भएको छ अगाडि नाच्छ पहिला नाच्ने मात्र ल नि बाटो हेर्नुहोस् है यहाँ चाहिँ अब यहाँ रोपाइँ गर्न मिल्ने बाटो भएर चाहिँ यहाँ चाहिँ एकदम आनन्दले अब यहाँ धान रोपेर यहाँ धान फलाएर खानुपर्छ साँच्ची यहाँ चेन्जीलाई रोकेको भएन यो यहाँको वडा अध्यक्षले यहाँ बाटै बनाएन भएन यहाँ बाटो चाहिँ जोस् मस्त रहेछ है तर डबल सोलो गयो च्यातिन्छ भन्ने डर पनि हुन्न हिँड्ने सिङ्गल सोल भयो नि बाल भएन च्यात्तै बारे खाली खुट्टा हिँडौँ ल खुट्टा केही हुनु भएन मलाई त बानी छ केटा हेर पाहाडमा जन्मेको मान्छे म यस्तो गाटो कति हिँड्ने हामी त सहरमा थाको टुप्पा जान्नेको ए ल हामी त ओह्रालो आएर झर्लाउँछौँ क्या जहिले तलमाथि गर्छ केही हुँदैन हामीलाई एटेड फोरेट होइन हाम्रो पाला भूकम्पको के अरे भुटानको लामे डाँडामा हुँदा हामी यस्तो पहाड त दिनको 3टा चढ्थ्यौँ ए अँ पढ्न जानुलाई हामी 4 घन्टाको बाटो त्यही पनि घाँस काटेर दुई गरी घाँस काटेर है दुई डोको भोकेर पढ्न जाँदाखेरि घाँसको भारी बोकेर जाने आउँदाखेरि घाँसको भारी बोकेर आउने होइन टाइम हुन्थेन बोकै भटमास खोल्टीमा हाल्ने खानी चाउनी खाँदै जाने त्यो चुहेको खोल्टी समात्न पर्यो एउटा हातले कति गाह्रो थियो अहिले तिमीहरूको पाला हेर त अझै ओठ फुट्थ्यो गाला रातो हुन्थ्यो यति माथिसम्म बाटो आइसक्यो लिप गार्ड पाइन्थेन त्यतिखेर गालामा भेस्लिन पाइन्थेन कति गाह्रो थियो हाम्रो पाला खोल्साबाट जानु पर्थ्यो कहिले बगाउने हो कि भन्ने यस्तो चिप्लो बाटो नै हुन्थेन हाम्रोमा त ल ल ल भयो गाइस म हाँसेर सकिनँ यहाँ हाँस्नै सकेन कि यहाँ तपाईँले तर एउटा भ्लग गर्ने हामीले उस के अरे एउटा युट्युब च्यानल ल ल यहाँ चाहिँ माथि पुगेर पछि भेटौँ ल दाइजहरू ल साथीहरू यही हो चिया बगान भनेको हामी चाहिँ चिया बगानको बिचमा होइन यता नि चिया छ यता नि चिया छ हामी चाहिँ भोटे चौरको चिया बगान इलामको चिया बगान बिर्साउने भोटे चौरको चिया बगान यो हेर्नु ल पछाडि चाहिँ सब चियाहरू हुन् चियाको बोटहरू हामी चाहिँ मान्छे पछाडि चाहिँ मान्छे छन् सबलाई चिया नभन्नु होला हजुरहरूले यस थके चाहिँ मजाले लागेको छ है ल ल ओ माई गड पछाडि चाहिँ भ्यू चाहिँ बवाल देख्यो हजुरहरूले देख्नु भएन होला मैले देखाउँछु हजुरको एउटा फोटो हान न बबाल आउँछ पछाडि हेर्नुहोस् यहाँ भ्यू छ हान्दिमी यार मनै मुस भयो यार यो चिया बगान धेरै राम्रो ठाउँ रहेछ हिमालको चाहिँ बबाल देख्छ है यहाँ चाहिँ पानी रहेछ होइन धारामा मजाले चिसो पानी आइरहेको छ होला यो जाडोमा चिसो पानी खान मजा आउँछ है नेपालीहरू चाहिँ कडै हुन्थ्यो तर होइन नेपालीहरू चाहिँ तर कडै हो कि तल तल पानी जुगाउनको लागि होइन माथि पानी किन भन्नु नानी आमाले पानी आइरहेको मिठो छ है पानी चाहिँ पानी चाहिँ मिठो है किन हालेको मिठो छ ए गुलियो चियाको पानी होइन चिसो चिसो पानी चाहिँ मजाको छ अहिले यार धर्मलाई चाहिँ साँच्चै चिनी हाले जस्तो है भन्छन् है के हो उता पछाडि गौमाता यसो भिडियो हाल्छु मिलेन क्या अलिक ल है बाबु मस्त मस्त मात्र दुःख आउँदाखेरि त्यस्तो मजा आयो के हो मुख धोको त राम्रो देखेँ क्या हो म कस्तो लाग्यो मुख धोको त राम्रो देखेँ क्या हो म क्यामेरा राम्रो हो कि मान्छे राम्रो हो खै म त मान्छे राम्रो है हो क्या चिया चिया जस्तो छ चिनी हालेको एकदम ए सुगर फ्री हो ए सुगर मुक्त के भन्ने अब म बुझेन है ब्ल्याक मुक्त व्हाइट चिया अहिले यहाँको पानीले मुख धोछ तिमी खाऊ नराएको झन् 2-3 गिलास खान पर्छ अरे ल ल ल जाम साथी हो चिया बगान हेर्नु भयो कि होइन यही हो पछाडि सब मेरो पछाडि सब चिया बगानहरू फेरि म यहाँ खस्यो भने के हेर्ने यहाँ देखाउँदै त
सो यहाँ पछाडि फोटो सुट सब भइरहेको हामीले आयुषलाई यो फोटो पैसा भेटाइसक्यो नि ल यहाँ साँच्चै ल मा पार्टी हान्ने आज पार्टी 25 रुपियाँको पार्टी हान्ने आज पार्टी अरू थाहा छैन हामीलाई 25 रुपैयाँको पार्टी केटा कसैको पैसा छ भने नभनाइ म इमेलले राख्छु यो भिडियो र फोटो गएर आइसक्यो आउनुपर्छ यति उस हुन्छ नि केटालाई देखाउने मा भि भ्लग हानेर नि पश्चिमले फाइनल हार्यो हार्यो भने बढी हुन्छ केटालाई हातमै चाहिँ यो भाग मात्र भने लप्सी भेट्यो केटा बनाइकिन देखाउ त खै आधा खानु आधा पाक उता केटा ओइ ल्याउ न हामीलाई नि कुरो लाग्यो यहाँ कुरो टिप्नु परिरहेको आपत अघि चिया बगान भनेको मलाई कुरोले मेरो पाँट त्यो ट्र्याक भरि लाएर ए मा आपत केटाहरूले फेरि के लप्सी पनि खाइयो ओए लप्सी झराले त मा मस्त झराले केटाले ए मा ओए त्यहाँ मैले दुईटा दिएछु यार त्यहाँ भाबे यता एउटा केटाहरू दिइहाल्छन् कि मलाई यता छैन चाख्नु पर्यो एउटा झन् त यो कुरोले पनि है भए पनि बाल भयो अब घर घर टिप्ने ओइ भावेश खै हो एउटा हामी त यत्तिकै मान्छे भिडियो बनाउँदा मेरो केटा खान्छौ मेरो केटा खान्छौ नि खान्न लप्सी दुईटा पाएको इलाम बगान आएर लप्सी चाहिँ केटाहरू झार्छन् क्या हो कि मा लाग्दै लाने यार हजुर म चाहिँ सकेर आइसक्यो होइन पिकनिक सिक्नु सक्यो सब साथीहरू सब हिँडिसक्यो म चाहिँ हतार लाग्दैछु अब पुगेर यताउता सके लगाइरहेको छ भएर मोबाइल चार्ज छैन चार्ज गरेर मोबाइल